Evil Empire, laughing all the way to the bank. Hey Glock, show these niggas. हेलो गुड मर्निङ शुभ बिहानी वेलकम टु मेरो युट्युब च्यानलमा सबैजनालाई आज चाहिँ म के गर्दैछु भने आज बिहानै अहिले चाहिँ 5:30 बज्दैछ है हामीहरू चाहिँ बाहिर घुम्न जान आँट्दैछौँ नि त त्यही भएर म चाहिँ यहाँ चना पकाउन आँट्दैछु खाजा पकाएर अनि हामी चाहिँ खाजा खाएर बाहिर जाने भनेर सोचिरहेको छु म चाहिँ खाजा पकाउन आँट्दैछु हाम्रो चाहिँ अहिले छुट्टी छ त्यो छुट्टीको कारणले चाहिँ अहिले चाहिँ हाम्रो छुट्टी छ त्यही छुट्टीको कारणले चाहिँ हामी अब बाहिर जाउँ न त घुम्नलाई भनेर बाहिर जान आँट्दैछौँ अनि त्यही भएर म चाहिँ यहाँ खाजा बनाउन आँट्दैछु साथीहरू म चाहिँ यहाँ चनाको सब्जी पकाउन आँट्दैछु होइन चनाको सब्जी खाएर हामी चाहिँ बाहिर 6 बजेको गाडी छ अनि हामी चाहिँ 6 बजेको गाडीमा जाने हो बाहिर टक्कसँग लाएर यहाँ चाहिँ पानी उम्लिँदैछ होइन कफी खानको लागि अनि त्यहाँ चाहिँ चना पकाउँदैछु म चाहिँ एकदम छिटो चना पकाउँदैछु है अनि सिटी लगाएर टक्कसँगले कफी खाइहालेँ अनि हिजो चाहिँ नयाँ बट्टा ल्याएको थिएँ नयाँ बट्टामा चाहिँ कफी बनाइहालेँ मेरो बुढोले चाहिँ प्लेटिङ गर्नुभयो म मेकअप गर्दै थिएँ म मेकअप गरेर हल्का मेकअप देखाउँदैछु हेर्नुहोस् टाउचो नखाम कि ल साथी हामी चाहिँ रेडी भइसक्यौँ म चाहिँ अब यही हो मेरो लुक्स ल साथीहरू हामी चाहिँ लाग्यो है एउटै लुक्स भएर है त दाइ आइ दाइ गुड मर्निङ हेलो बेबी गुड मर्निङ चाहिँ भर्खर मुख धुँदैछन् है हामी तिनजना एउटै लुक्समा ल कता हिँड्नुभएको दाइ मन्दिर हिँडेको हामी अब उतै पुगेर हजुरहरूलाई देखाउँछौँ ल साथी हामी चाहिँ रेडी भएर पैसा पनि हालिसक्यौँ मिसिनमा गाडी हेर्दैछन् सरहरू यहाँ चाहिँ हेर्नु न कस्तो राम्रो चरा क्या गाडीमा बसिरहेको म ठक्क भिडियो गरिदिइहालेँ 67 आयो नि त गाडी साथीहरू हामी चाहिँ बस पार्कमा आएर वेट गरेको गऱ्यौँ धेरै बेर भएन आधी घन्टा भयो आधी घन्टा हुन लाग्यो अहिलेसम्म बसै आएको छैन अब 2 मिनेटमा आउँछ हाम्रो चाहिँ एकदम 2 मिनेटमा आउँछ 2 मिनेटमा आउँछ दाइ पनि यहाँ बोरिङ भइसक्यो निद्रा लागिसक्यो दाइलाई राति सुतेकै छैन राति सुतेकै छैन हामी दुईजना उस्ता उस्तै देख्यो है के भन्छ मलाई राम्रो देखेको छ मलाई राम्रो देखेको चाहिँ कमेन्ट गरिदिनु होला देख्न त मलाई नि ए ल देख्न त मलाई राम्रो देखेको होला होला मात्रै होला होइन हाल्ने चाहे यहाँ छु गाडी पर्खी बसिसकिरहेको छौँ 1 घन्टा भयो अब गाडीको टाइम थपेर अल्छी लागेर 1 कप चिया खाइसक्यौँ दाइले यहाँ कफी खाइसक्नु रुममा नि खाएर आउनुभएको यहाँ नि खाँदै हुन्छ यता चिया खाँदै हुनुहुन्छ खाइसक्नु भयो फ्यालिसकेँ कप हाई भन्नु नि त हेलो नमस्ते ल है साथी हामीहरूको चाहिँ मन्दिर जाने क्यान्सल भयो अब अर्को डेस्टिनेसन थाहा छैन त चाहिँ कहाँ हो कहाँ जाने हो दाइ जुबेल म्यानग्रुभ गार्डन ल अब हामी त्यता जान्छौँ मन्दिर के भयो दाइ मन्दिर क्लोज र भयो हो आज त कहिले जाने Bad luck. ब्याड लक अब अर्को हप्ता जाने आइतबार तिमी केही भन्छौ यसमा थ्याङ्क यू वेलकम थ्याङ्क यू दाइ केही भन्नुहुन्छ अब सब्सक्राइब गरिदिनु होला युट्युब च्यानललाई हेरिदिनु होला
लाइक सेयर कमेन्ट गरिदिनु होला। ठिक छ दाइ, त्यसो भए अब हाम्रो मन्दिर पनि क्यान्सल भइहाल्यो। त्यही भएर अब हामी चाहिँ अर्कै ठाउँमा घुम्न जाँदैछौँ है साथीहरू। अब देखाउँछौँ हामी कता जान्छौँ। यो पार्क होइन? म चाहिँ एकदम खुसी पनि छुइनँ अनि गाडीमा बस्दा बस्दा अल्छी लागिरहेको थियो अनि भिडियो गरेर म चाहिँ बसिरहेको छु। हामी एकतिर जाने भनेको एकतिर भयो अनि प्लान क्यान्सल भएर अनि फेरि हामीलाई गाडी पनि थाहा थिएन क्या के गर्ने मोबाइलमा हेर्दै 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 बल्ल बल्ल हामी चाहिँ ल साथीहरू डेस्टिनेसन बिनाको मान्छेहरू हामी बिच बाटोमा उत्रेर हामी वाउ कस्तो राम्रो फुल सिनेरीमा हामी यहाँको नेचुरल ब्युटी यही हो। नेचुरल ब्युटी है हो। यहाँनिर महादेवको शिवलिङ्ग पनि रहेछ त्यहाँनिर। शिवलिङ्ग हेर्नु साथीहरू यहाँनिर। वाह फुल राखिदिन्छ त दाइले पनि फुल राख्दै हुन्छ। हामी चाहिँ डेस्टिनेसनको मान्छे बिच बाटोमा उत्रेर यहाँ फुल हेर्दै बसिरहेको छौँ है। ल अब कता जाने भन्ने कुरो थाहा छैन। कता जाने दाइ? अब कहाँ पुगिन्छ त्यही जाने आज अब। मन्दिर जाने भनेको यहाँ शिवलिङ्ग भेट्यो। कहाँ जाने? खोइ यार बुढी यार कहाँ जाने यार। मेरो बुढीले घुमाएन भन्थ्यो। ल घुम ब्यागमै छोडेर आयौँ नि त अनि। पैसा राखेको त्यति चाहिँ ढुक्क बस के अरे फेरि बस हेलो साथीहरू, हामी चाहिँ यति घुम्दैछौँ। यो चाहिँ के रहेछ हौ बिल्डिङ? यही हो काम गर्ने ठाउँ के हो दाइ यो? हामी चाहिँ यो बिजोगको जिन्दगी जिउरहेको छौँ है। एउटा ठाउँबाट उत्रेर अर्कै ठाउँ कुद्दैछौँ। फेरि के भन्नु र। ल हेर्न सक्नुहुन्छ हामी चाहिँ त आइपुगिसक्यौँ है। फेरारी वर्ल्डको बाहिर घुमिरहेको छौँ। यस मलको पछि बाहिर घुमिरहेको छौँ। घुम्न चाहिँ एकतिर जाने भनेको एकतिर कुद्दै ठिक्क छ। एकतिर पनि कहाँ जाने भनेको टुङ्गै भएन है दाइ अहिलेसम्म। लास्टमा रुम फर्किनुपर्छ होला यस मल घुमेर। यस मलै घुम्नु ढुटो त भइहाल्छ नि त परान त। सानो घुमेको छ त त्यो। ए माथिबाट एकैचोटि तल पुगिसक्यो नि त त्यो त। मलाई चाहिँ एकदम अल्छी लागेर के गर्नु भनेर भिडियो गर्दै बसिरहेको। प्लेन आएको आइथ्यो मेरो पालो प्लेनको भिडियो गर्दै बसिरहेको, फोटो खिच्दै भिडियो गर्दै बसिरहेको। गाडी आउँदै आउँदैन, एउटा मात्र गाडी रहेछ क्या। फेरि त्यो गाडी चाहिँ हामी जाने भनेको ठाउँमा चाहिँ एउटा मात्र गाडी रहेछ। त्यो गाडी चाहिँ 1 बजी 12 बजी मात्र आइपुग्ने। त्यही भएर म चाहिँ प्लेनको भिडियो गर्दै यताउता गर्दै बसिरहेको थिएँ। त्यही गरेर टाइम बिताएँ एकछिन भयो। सरी ल है साथीहरू, हामी चाहिँ बिहानै 5 बजेदेखि उठेर मन्दिर जान तर्खर भएको मान्छे लास्टमा यता आएर बिचोक भएर यहाँ आएर बसेको। बल्ल बल्ल एउटा गाडी आएको, त्यो पनि गएर थन्क्यो। त्यो त रिस उठेर हिँड्दै गयो कि ट्याक्सीमा जान आँटेको थियो त। कहाँ जान आँटेको थियो? कोही त्यही सोध्दै थियो। ल हामी बिजोग भयौँ। यस्तो छ यहाँ दुबईको जिन्दगीहरू है साथीहरू। नेपालमा बस्नेलाई कति आनन्द भयो होला, दुबईमा बस्ने मान्छेको घुमिरहेछन् खाइरहेछन् भन्ने भयो होला। हामीहरूको बिचोक यहाँ यस्तो छ हेर्नु त दाइ, के भन्नुहुन्छ? बिजोग छैन, बसले धोका दिएको हो। समयले धोका दिएको क्या। आज समयले फुल धोका दिएको, बसले पनि फुल धोका दिएको। होइन तर आजै हामी पनि घुम्न निस्किनु अनि आजै गाडी पनि नलाग्नु, आजै मन्दिर बन्द हुनु। अनि हामी चाहिँ
डेस्टिनेसन बिनाको मान्छे जता पायो त्यता हिँड्नु आजै हिँड्नु गाडी उयो लगेर थन्किरहनु हो के भन्नु अब यसमा चाहिँ हाम्रो गल्ती कि समयको गल्ती भन्नु अब म समयको गल्ती हाम्रो त गल्ती नै होइन नि हामी 5 बजेदेखि उठेर कहाँ हाम्रो गल्ती मैले त के भन्नु 5 बजे उठेर चना सना पकाएर बिजोकमा झन् निन्द्रामा पो त आनन्द निन्द्रा लागि ल भोक पनि लागेर टुई भइसक्यो एक बोतल पानी थियो त्यो पनि सकिसक्यो रुद्र आप किधर जा रहा है कितना बोला वो टैक्सी में 30-40 आएगा हाँ 30-40 आएगा वो 40 दिरहम आएगा चलो साथ में जाते हैं अब किधर है उधर ही जाएगा हम लोग भी जुबेल है हाँ हाँ उधर जाएगा 10 दिरहम आएगा कितने आदमी हम 3 आदमी हाँ वो 30 लास्ट कितना देगा ऐसा बोला 30 सब जा सकते हैं वो तो मीटर में होता है ना हाँ मीटर में मिटर बन्द गराउनु फाइन लाग्छ ब्रदर फाइन लाग्छ ल साथीहरू बल्ल बल्ल हामीले अर्को डेस्टिनेसनमा आइपुग्यौँ त्यहाँ चाहिँ आउन के अरे भन्छ दाइ पोसिबल भयौँ एक ठाउँ भनेर अर्को ठाउँ आयौँ है यो चाहिँ यस्तो राम्रो छ हेर्नेमा अब भिडियोहरू चाहिँ कस्तो देख्छ त्यो चाहिँ हेर्दै गरौँ भिडियो मात्र राम्रो छ जस्तो छ बाहिर चाहिँ हेरौँ कस्तो छ एकदम फुलहरू ल म तपाईँहरूलाई देखाउँछु है त दाइ यत्रो के भन्छ निन्द्रामा होइन हिँडिरहनु भएको चाहिँ कस्तो फिल भइरहेछ 20 रुपियाँ होला यहाँ चाहिँ यस्तो यस्तो आइटमहरू रहेछ क्या यहाँको चाहिँ कल्चरहरू होला ल साथीहरू मैले भनेको ठाउँ चाहिँ यही हो है यहाँ भित्र पसेको चाहिँ यो भित्र गएको चाहिँ 20 ग्राम अरे यस्तो राम्रो छ बवाल छ है यहाँभित्र चाहिँ हेर्न सक्नुहुन्छ हामी मन्दिर भनेर चाहिँ यहाँ आइपुग्यौँ मन्दिर चाहिँ आज बन्द रहेछ त्यही भएर चाहिँ मन्दिर चाहिँ आज बन्द रहेछ त्यही भएर हजुरहरूलाई मैले चाहिँ यस्तो ठाउँमा लिएर आइरहेको छु है अब हामी यताभित्र जान्छौँ होला सुदीपहरू चाहिँ उहाँ हुनुहुन्छ दाइ र त्यहाँनिर यहाँ चाहिँ बोटिङ गर्ने ठाउँ पनि रहेछ है म हजुरहरूलाई बोटिङ गरेको ठाउँ पनि देखाउँछु पानी चाहिँ कस्तो राम्रो क्या फेरि हजुर भिडियोमा चाहिँ खतरा भिडियो मात्रै खतरा रहेछ रियालिटी भर्सेस यो भने जस्तो भिडियोमा चाहिँ खतरा हो बोटी मान्ने हो त दाइ के अरे बोटी कति रहेछ राम दाइ होस् नेपालमा गएर बेतनामा गएर के भन्छ 200 रुपियाँमा 200 रुपियाँमा हान्ने हो अब औकातले पुगेन है दाइ यसको भन्दा त बेतनाको राम्रो छ यो नाउहरू पनि अनि यति मात्र त रहेछ औकातले पुगेन धेरै हेर न के भन्नुहुन्छ पानी पनि छैन ए यो यारे एक्सपेक्टेसन जस्तो भएन यो जस्तो सोचिरहेको थियौँ रियालिटीमा चाहिँ भिडियो मात्रै राम्रो बनाएर हालेर रहेछ प्रमोसनको लागि जस्तो हामीले सोचेको थियौँ त्यस्तो चाहिँ भएन होइन तर पनि राम्रो छ ठिक छ तर पनि अब यो यतिको बनाएको मरुभूमिको होइन यतिको बनाउनु भनेको त ठिकै हो राम्रै हो के भन्नुहुन्छ तपाईँ सुदेव सुनाखरी हेर्न बुढी नेपालमा सुनाखरी भन्छ होइन त्यो हाम्रो म्यान ग्रुप हेर्नु त नेपालीमा के भन्छ म्यान ग्रुपलाई MANGROOV यो राजारानीमा छ नि बुढी टिम चाहिँ यस्तो छ पानी चाहिँ भन्नुहुन्छ नि यति छ बोट चाहिँ यत्रो बोटी भनेको छ बोट चाहिँ यत्रो छ पानी चाहिँ भन्नुहुन्छ नि यति छ के है त तर हिलोले चाहिँ अलिकति गाडिन्छ होला मान्छेहरू तर त्यस्तो साह्रो छैन हिलो भएको चाहिँ माटै हेरेर त्यहाँनेर पुरै त्यो लगाइदिनु पर्ने अलिक हिलोले चाहिँ उयो भएको होला तर त्यति साह्रो पनि गहिरो छ यहाँ पानी
छैन गहिरो त्यो हिलोमा गाडिन्छ जस्तो लाग्यो मलाई हल्का यति खुट्टा गाडिन्छ त्यति नै धेरै पनि गाडिँदैन म्यानग्रोभ ल यति नै छ है यहाँ मान्छेहरू चाहिँ धेरै हुनुहुन्छ मान्छेहरूलाई चाहिँ नदेखाम यति नै हो ल बुढो भोक लाग्यो के खानु के खाने तिमीले कोल्ड ड्रिङ्क्सहरू लिएर आएको थियो भने पनि पुरै तातो भइसक्यो के खानु दिएको मजै आउँदैन पानीमा डुबाल्केर ए मैले त कोक ल्याएको छु चिसो छ भाइ चिसो छ छैन यता पानीमा डुबुक्क पारेर राखिदिएको त्यसको सुरल भिजेको हुन्छ के अरे त्यहाँ पल्टायो होला नि टुरिस्टहरू मात्र आउने ठाउँ रहेछ है दाइ यो त टुरिस्टहरूले पनि यसो यो केही नदेखेका केही न हाम्रोतिर बेतना जस्तो ठाउँ देखेका मान्छेलाई त यो केही पनि होइन बेतना कति राम्रो योभन्दा धेरै राम्रो नि त्यो भनेको अब आफै प्रकृतिले दिएको चिज हो यो भनेको प्रकृतिले आफै दिएको चिज हो यो भनेको जबरजस्ती उमारेको जबरजस्ती बनाएको हो कि भन्नु त ल यो पानी पनि जबरजस्ती ल्याएर बनाएको हो के अनि त भइहाल्छ नि यिनीहरूको लागि त यो त ठुलै जङ्गल हो यिनीहरूको लागि त कत्रो नि केही नदेखेका जस्तो नि यहाँका मान्छेहरू नेपाल मन पराउनु कारण त्यही ल हामी चाहिँ अब यहाँभित्र इन्ट्री गर्दैछौँ है ल भन्नु है कस्तो फिल भयो इन्ट्री गर्दा खै त्यो बोतल ब्यागमा हालिदिन्छु एन्ट्री गर्दाखेरि 2500 रुपियाँ गयो भन नि 2500 रुपियाँ गयो यही जङ्गल घाडी देख्नको लागि ल है साथीहरू यस्तै छ हाम्रो दुबईको आबुधाबीको घुम्ने ठाउँ आबुधाबीको नेचुरल ब्युटी यही हो माछा नि रहेछ नि त नि फेरि है बुढो म हजुरहरूलाई माछा देखाउँछु ल माछा रहेछ हेर्नु न हेरेको के कहाँ छ भनेर वाउ त्यस्तो धेरै त रहेन हेर म चाहिँ पकाउनेवाला छुइनँ पकाएर थालमा राखेर दिनुभयो भने खान्छु होइन भने होटलमा गएर खुवाउनु भने खाने हो हेलो के भन्नुहुन्छ हजुर मासु छ तपाईँहरूसँग अभी आया हम लोग को 1 किलो रख दीजिए यार 1 किलो क्यों चाहिए 2 किलो ले लो भाइ वाला रख दो लास्ट टाइम में अच्छा वाला नहीं मिला यार हेरौँ म तपाईँहरूलाई कत्रो माछा देखाउँछु वाह ल हेर्नुहोस् है उहाँ पर वाह कत्रो नि दाइ कस्तो फिल भयो त दाइ तपाईँलाई यहाँ आउँदाखेरिको ठीक छ रमाइलो छ यता जाउँ न त हामी रमाइलो छ तर ठिकै रहेछ है भित्र ल हेर्नु है साथीहरू जो गङ्गेटा कस्तो रुखमाथि घाम ताप्नु बसेको कि के हो काम ताप्नु बस्यो होला नि जाडो भएर चिसो होला पानी यो हो र नि दाइ यहाँनिर कहाँ छ भने यहाँनिर हेर्नु न कस्तो त यहाँनिर छ क्या पानी चाहिँ यहाँ तल छ उहाँ छ गङ्गेटा ल साथीहरू हामी चाहिँ यताको साइड घुमिसक्यौँ अब उताको साइड घुम्न जाने यो चाहिँ घुम्ने मात्र ठाउँ रहेछ यत्तिकै अब यतिकै घुम्नको माइन्ड फ्रेस गर्नको लागि चाहिँ राम्रै रहेछ रहन चाहिँ एउटा मात्र हो कि क्या हो त्यो त्यही मात्र रहेछ क्या हो दाउ माउ चाहिँ हाम्रो दाइलाई हेर्नु मेरो ब्याग बोकेर कस्तो दामी तरिकाले मेरो बुढोले खोज्नु भयो अब मेरो बुढोको पालो हेर्नु माछा वाउ त्यहाँ पनि ठुलो त्यही अहिलेकै माछा आए जस्तो छ फोटो खिच्यौ पेट भिजाइसक्यो बिस्तारै गर्नु बिस्तारै हाई साथीहरू त पानी खेलाउँदै हुनुहुन्छ अर्कोजनालाई पनि मजा आएर बस्न जानुभयो ल यो हाम्रो अबुधाबीको बेतनामा आएको छौँ अबुधाबीको बेतनामा एक परेवा जोडी बसेको छ नि त्यहाँ परतिर
साथीहरू अब सानो घर झुपडीमा जाँदैछौँ हामी। सरहरू चाहिँ ऊ माथि पुगिसक्नु भयो। हेलो हेलो गलिएन कस्तो मलाई चाहिँ छोडेर हिँड्नु भएको राम मतलबै छैन मेरो बुढोलाई मेरो। भ्यू हेर्न चाहिँ दामी रहेछ है। टावर जस्तो नि। टावर तर टावर चाहिँ भएन क्या यो अलिक ठुलो बनाउनु पर्छ। हेलो 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 कस्तो फिल हुँदैछ भन्नु त। यार ठिक छ रमाइलो भइरहेछ। तिमीलाई कस्तो फिल भइरहेछ? यो के व्यवस्था त देखिएको छ नि। यता हेर न पनि हो कस्तो फिल भइरहेछ। मलाई त ठिकै भइरहेछ। त्यही हो गुड भइरहेछ। ल त्यसो भए हावा पनि चलिरहेछ यार। गलिसके साथीहरू। ब्याकग्राउन्ड यता मान्छेहरू यस्तो आउँदैछन्। यता हेर्न त यस्तो सिनमा कस्तो दामी देखिरहेछ। ल दुईजना पनि ल साथ। ल साथीहरू अब हामीले चाहिँ घुम्दा घुमाउँदा आधी घुमिसक्यौँ। मेरो फोनको ब्याट्री पनि धेरै छैन। यस्तै छ ट्याक्कै हाम्रो बेतना जस्तै है। यस्तै छ बिहान त्यही चना खाएर हिँडेको मान्छे अहिलेसम्म त भुँडीमा अटिरहेछ त्यति नै हो। एकदम दाइ चनाले एकदम धाने खा दाइ। तपाईँहरूलाई कस्तो के भइरहेछ दाइ? मैले त चना नपकाएको भए त अहिले भोक लागिहाल्थ्यो। अनि तर यो चाहिँ अलिकति के भन्छ शीतल खालको होइन, पानी पर्दै पर्दै शीतल खालको हुन्छ नि टाइम, त्यस्तोमा चाहिँ आउनु पर्ने रहेछ। ल साथीहरू यहाँ नुन हेर्नु है, समुद्रको पानीबाट एकदम नुन निक्लिरहेछ, साल्टी। एकदम 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 ल हेर्नु है माछा। मतलबै छैन। ल साथीहरू मेरो मोबाइलको चार्ज पनि एकदम खत्तमै भइसकिसक्यो। जति सक्छु त्यति भिडियो गर्छु होइन। यहाँ हेर्न सक्नुहुन्छ एकदम नुन पानी। भाग्य नेपालीले उहाँ बङ्गलादेशमा गएर नुन पानी देखाउँदै थियो, मैले यहाँनिर त्यत्तिकै नुन खेती यहाँ हेर्न सक्नुहुन्छ। दुबईको आबुधाबीको नुन खेती। ल नुन खेती उता हिँड्दै हुनुहुन्छ सरहरू। एकदम पानी सुकिसकेको रहेछ। ल हेर्नुहोस् है बकुला। ल बुढो घुमिसक्यो? एकदम घुमिसक्यो। 2 किलोमिटर हिँडेर पुरै टायर्ड भएको अवस्था हो। दाइ तपाईँ अब चाहिँ गलियो। तपाईँहरू गएर खाना पकाउनु, म चाहिँ एक निन्द्रा सुत्छु है त। ल अरे ल साथीहरू हामी चाहिँ घुमिवरी गाडी चढिसक्यौँ। अब चाहिँ हामी निस्केको रुमतिर। अब हेरौँ
यहाँबाट फेरि अर्को गाडी फेरेर जानुपर्ने अब अर्को गाडी फेर्छौँ कति बेर लाग्छ सरहरू त्यता छन् म एक्लै छु यहाँ ल साथीहरू हामी चाहिँ रुम आइवरी टक्कसँगले खसीको मासु ल्याइवरी पकाइवरी यहाँनिर पकाउने मान्छे यता यता आमा चाहिँ भिडियो गरेर बसेको है मलाई चाहिँ यहाँ टेस्ट गर्नको लागि भन्नुभयो म टेस्ट गर्छु भएकै छैन म टेस्ट गर्नु भनेको नि पाएको छ नुन लागेको छैन नुन लागेको छैन सबै त मिठो छ ल कस्तो भयो आजको दिन भनिदिनु नि तपाईँ आजको दिन एकदम रमाइलो भयो कहाँ जाने भनेर कहाँ गयौँ हामी मन्दिर जाने भनेर बेतना घुम्न गयौँ बेतना भनेर फेरि उहाँ हाम्रो मोरङको बेतना होइन यहाँ अबुधाबीको बेतना गएको एकदम रमाइलो रहेछ केही भनिदिनुहुन्छ मेरो लाइक सब्सक्राइब अनि सेयर गरिदिनु होला तपाईँ के भन्नुहुन्छ आज कस्तो भयो आज चाहिँ सुरु स्टार्टिङ चाहिँ एकदम ब्याड लक भइरहेको छ इन्डिङ चाहिँ फेरि भेरी गुड भयो होइन अहिले आएर हामीले खसीको मासु ल्याएर पकाएर ड्याम ड्याम खानु लाग्यौँ निन्द्राको तालमा गएको थियौँ निन्द्राको तालमा गएको थियौँ अब हाम्रो युट्युब च्यानललाई थोडा सपोर्ट गरिदिनु होला हामी के भन्छ आगामी दिनमा पनि राम्रो भिडियोहरू राम्रो ठाउँमा गएको भिडियोहरू हाल्नेछौँ हजुरहरूलाई बाई बाई साथीहरू डोन्ट फर्गेट टु सब्सक्राइब शेयर एन्ड लाइक ल बाई 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 गरिदिनु